हेलो साथीहरू नमस्ते म भने चितवनबाट अनु अनि सदा चाहिँ फेरि म न्यू भिडियो लिएर आइसकेको छु कसको बानी छ साथीहरू खाना बनाएको बेलामा पुसे गर्ने मेरो पनि सेम त्यही बानी छ अनि यो माथिको कालो देख्न सक्नुहुन्छ नि मैले चाहिँ अन्डा बसालेर साथीहरू बिर्सेर अन्डा पड्केर त्यस्तो भएको अनि मैले चाहिँ गमलाको चाहिँ यो माटो फालेर अब यसमा नयाँ फुल रोप्नु पर्यो भनेर सोचेको छु अब भित्र राख्छु नि त मैले गमला अनि यतिखेर यो माटो फालेर बुवालाई चाहिँ बुवा माटो ल्याइदिनु भनेर म चाहिँ टक्क पाराले फुल खोज्न गएँ अनि फुल माग्नको लागि चाहिँ म यता सीता दिदीको घर आइपुगेँ साथीहरू हैन दिदीले चाहिँ यस्तो मजाले फुल रोप्नु भएको रहेछ चारैतिर अनि यो आँपको बोट देख्नु न साथीहरू बोट यत्रो छ आँप भने कत्रो कत्रो फलेको अनि मैले चाहिँ अरू पाइनँ यही एउटा बोकेर लिएर आएँ अनि त्यसपछि टक्क पाराले चाहिँ बुवाले माटो ल्याइदिनु भयो अनि मैले चाहिँ माटो मसिनो पारेर मल मिसाउँदैछु अनि यसरी गमलामा हालेर फुल चाहिँ किनेर भन्दा साथीहरू धेरै जस्तो मागेर रोपिन्छ कि किन गाउँघरमा बस्नु भनेको फाइदा यही हो नि त साथीहरू ऐँचो पैँचो भन्ने कुरा त चलिहाल्छ अब बिरुवा नि के किन्नु त अब किन्न त पर्न त भए पनि यसो एक दुईवटा चाहिँ सकेसम्म मागेर लगाऊँ न भनेर चाहिँ मैले मागेर लिएर आएँ अनि अरू पाइनँ यही एउटा अनि मैले चाहिँ जुत्ता ऱ्याकमाथि राखिदिएँ साथीहरू यो बिरुवालाई चाहिँ होइन यसरी अब त्यो दुईवटा सानसानो गमलामा चाहिँ अब अरू कतैबाट लिएर आएर रोप्छु अनि मेरो सिप पनि छ क्या साथीहरू ममा अलिअलि सिप भएको मान्छे पनि हो कि म चाहिँ यो चाहिएमा चाहिँ कन्ट्याक्ट गर्नु ल हजुरहरूले बाई बाई।